बिउ संरक्षण। बिउ संरक्षण भनेको के हो? बिउ संरक्षण भनेको एउटा बालीबाट बिउ बचाएर अर्को मौसममा रोप्ने सरल अभ्यास हो। बाली काटिसकेपछि किसानहरूले सबैभन्दा राम्रो, स्वस्थ र बलिया बोटहरू छान्छन्। त्यहाँबाट बिउ निकालिन्छ, राम्ररी सुकाइन्छ र सुरक्षित रूपमा राखिन्छ। नेपालमा यो अभ्यास पुस्तौदेखि चलिआएको छ। तर बिउ संरक्षण किन महत्त्वपूर्ण छ? नेपालको भौगोलिक बनावट तराईका समथर भूभागदेखि पहाड र हिमालसम्म फैलिएको छ। प्रत्येक क्षेत्रको आफ्नै मौसम, माटो र चुनौतीहरू छन्। स्थानीय रूपमा जोगाइएका बिउहरू समयसँगै त्यहीँको वातावरणमा अनुकूल भइसकेका हुन्छन्। तिनीहरू बजारमा पाइने बिउभन्दा स्थानीय किरा, अनियमित वर्षा र बदलिदो मौसमसँग लड्न बढी सक्षम हुन्छन्। आजकाल धेरै किसानहरू बजारमा पाउने बिउमा निर्भर छन्, जुन महँगो हुन्छ र भरपर्दो पनि हुँदैन। आफ्नै बिउ जोगाएर किसानहरूले आफ्नो खेतीमाथि आफै नियन्त्रण राख्न सक्छन्, त्यो पनि प्रत्येक बदलिदो मौसममा। बिउ संरक्षणको के फाइदाहरू छन् त? बिउ संरक्षणले किसानको खर्च घटाउँछ, स्थानीय र परम्परागत बालीका जातहरू जोगाउँछ अनि उत्पादनमा सुधार ल्याउँछ। यदि एउटा बाली असफल भयो भने पनि खाद्य सुरक्षा सुनिश्चित गर्न मद्दत गर्छ। बिउ संरक्षणले जैविक विविधता पनि जोगाउँछ, जसले गर्दा केही मात्र नभएर धेरै प्रकारका बालीहरू लामो समयसम्म जिउँदो रहन्छन्। अहिलेको बदलिदो जलवायुको समयमा यस्ता साना अभ्यासहरू अझ महत्त्वपूर्ण बन्दै गएका छन्। बिउ संरक्षणबाट जोगाइएको प्रत्येक बिउमा ज्ञान, इतिहास र भविष्यको आशा समेटिएको हुन्छ।